त्यो सारो मासु खाएको अनि त्यो चाहिँ मिठो रहेछ अरे सबै छ्यान चाहिँ एकदम मिठो छ मान्छेको खुट्टा तान्नेहरू चोरे मान्छे नै हुन्छ हेलो गाइज नमस्ते सबैजनालाई वेलकम ब्याक टु माई च्यानल इट्स मी रोशनामा हजुरहरूलाई स्वागत छ फेरि मेरो अर्को नयाँ भिडियोमा यानि कि न्यू ब्लग अनि आज चाहिँ मेरो साथमा छ मिस अनि ऊ चाहिँ हेटौडाबाट आएको हो अनि आज चाहिँ हामी जान लागेको अब ऊ आएपछि त हल्का घुमाउनु पर्यो नि त उसलाई होइन कहाँ जान लाग्यो हामी चाहिँ हामी चाहिँ उता माथि नारायण थान त्यो नेवा फल्छ भन्ने ठाउँमा जान लागेको नेवारी खाजाहरू खानलाई अनि अहिले चाहिँ कति 2 बजे अब चाहिँ हामी रेडी हुन्छु होइन 3 बजिसकेको छ अब हामी चाहिँ रेडी हुन्छु अनि उसलाई चाहिँ मेरो लास्ट भ्लगमा केमा बर्थडेको भ्लगमा देख्नु भएको थियो होला होइन अनि ऊ चाहिँ के भन्ने हो मेरो भ्लगमा आउँदा तिमीलाई कस्तो फिल राम्रो लागिरहेछ तिम्रो साथीहरूलाई पनि सब्सक्राइब गर भन्न है उता हेटौडाको साथीहरूलाई अनि यही भन्दै हामी दुईजना चाहिँ रेडी हुन्छौँ अनि रेडी भइसकेपछि हजुरहरूको सामने आउँछु हामी चाहिँ गाइज हामी चाहिँ रेडी भएर फेरि यहाँ बसेको भिडियोको लागि होइन आऊ यहाँ बहिनी पनि रेडी भइसक्यो मन चाहिँ हल्का त्यस्तो केही पनि गरेन कस्तो यो मेरो आमाहरू कति ठुल्ठुलो देखेको अब चाहिँ हामी यहाँबाट कहाँ अनुगोमा जान्छु अनि त्यसपछि त्यहाँबाट हामी जहाँ अहिले जान लागेको ठाउँ त्यहाँ देखाउँछु अहिले बाटोमा हल्का हल्का भिडियो देखाउँछु तपाईँ पनि मैसँग हिँड्नु होला भिडियो चाहिँ लास्टसम्म हेरिदिनु पर्ने हुनेछ है गाइजहरू होइन त हामी चाहिँ यति नै हो रेडी सिम्पल भएर यति नै भएर रेडी भएर जाँदैछौँ हामी नेवारी खाजा खानको लागि केही गरेको छैन हल्का मात्रै त्यसमा ल हजुरहरूलाई त्यही बाटोमा भेटौँला गाइज ल गाइज हामी चाहिँ निस्केको रुमबाट हल्का छ त्यहाँ हेर त के को भनेको होइन तर हामी यहीँ गेटमै अड्किरहेको छु किनभने यहाँ जुत्ता लाउनलाई ऊ को माथि जा निस्केको हामी चाहिँ यहाँ घरबाट तल स्कुटरसम्म चाहिँ यसो भिडियो बनाऊँ भनेर अब जाँदै बाटोमै भेट्छु कि के हुन्छ होइन यहाँ मिङसाङलाई केक छ मिङसाङ कतिवटा दिन त केक ल्याएछ नि त ऊ केक खाने भने हैन थ्यांक यू दिदी भन चिसो होला दिदीलाई देउला त खानालाई चिसो छैन होला अघि नै ल्याएको रहेछ कति घाम यस्तो घाम छ अहिले चाहिँ यस्तो गर्मी छ होइन भरे आउँदा चाहिँ जाडो हुन्छ त्यो हामीलाई थाहा भएकै कुरा हो तर हामी चाहिँ डिक्कीमा तिम्रो ज्याकेट ल्यायो लेदरको नलाउने किन अनि बेलुका फर्किँदा केही हुँदैन त्यही लगाऊ अब मैले चाहिँ बेलुका फर्किँदा जाडो हुन्छ भनेर 2टा लिएको क्या यही हो जानुभन्दा अगाडि आफू मात्र मेकअप गरेर भएन होइन यहाँ छ जस्तो लागेन ल हामी चाहिँ अब मास्क पनि लाउँछु हेलमेट ल्याएन यसरी नेपाल काठमाडौँमा चाहिँ एकदमै पोल्युसन धेरै छ त्यही भएर यसरी बुढी मान्छे जस्तै बनेर हिँड्नुपर्छ ल गाइज अब हजुरहरूलाई हामी त्यही लोकेसनमा भेट्छु बाई हामी चाहिँ आइपुग्यो यहाँ अनुकोमा अब हामी यहाँ अनुकोबाट जान्छौँ मलाई अल्छी लागिसक्यो भ्लग पनि बनाउनुलाई किनभने कति बजे
जाने भनेको यहाँ कति बजिसक्यो मेरो भर्खर यहाँ जुत्ता लाउँदा लाउँदा मेरो हात पनि गाउँ छ गाइस यहाँ छ हेलो अनु वेलकम टु माई गाइस आफ्टर अ लङ टाइम पछि यस ल अब हामी यहाँबाट चाहिँ निस्केको अब वहीँ एकदम वहीँ लोकेसनबाटै पुगेछु हेलो गाइस हामी चाहिँ यहाँ आइपुगे नेवा फाल्चामा जाऊ हेलो नमस्ते अहिले 4 जना यहाँ चाहिँ हामी पछाडिको ब्याकग्राउन्ड म्युजिक चाहिँ एकदमै लाउड छ अब के खाने हो हामी यहाँ हेर्नुहोस् गाइस अब चाहिँ हामी यहाँ के खाने हामी चाहिँ त्यो हेर्छौँ है गाइस जुजु धाउ चाहिँ खानालाई यहाँसम्म चाहिँ आउनुपर्ने हामीलाई केही जरुरत छैन दुईजना हजुर 1 लिटर हो यो के हो हजुर ए यो हालिदिनु ल खिच्छु अनि दाइ सुन्नु न यो एक्स्ट्रा छ नि एक्स्ट्रा ल्याइदिनु ल Are you guys hungry? ला प्लेट दिएको थियो त मलाई कस्तो खानु मन लागिसक्यो यहाँ खै के रहेछ हेरौँ थ्याङ्क यू यो अचार यो के हो यो मस्यौराको अचार खै हात छोरा त यो आलुको अचार अनि यो चिकन अनि यो मसरुम छोइला एन्ड दिस वान इज बफ भुटन बोडी किमा कचेला आई डोन्ट नो के हो यो छोइला भटमास चिकन छोइला तामाको झोल लास्ट वान इज चिउरा मुखमा चाहिँ थुकै आयो बोल्दा बोल्दा अब चाहिँ हामी खान्छु बट नट लिस्ट सप्पु मिचा वाउ सुरुमै सप्पु मिचा खाने हो तर सुरुमै सप्पु मिचा खायो भने हामीले पहिला यो खाऊँ फर्स्ट वान कति माथि बजेछ गाइस अब यता 1 2 3 go cheers हजुर यो खाने भने हैन सुरुमा मिठो रहेछ नखाऊ मुकै कस्तो हो म चाहिँ यो भत्केको खान्छु खाऊ पापा रस ठुल्ठुलो मिठो खानै मन नलाग्ने मिठो खानै मन नलाग्ने हो र के त्यो यतापट्टि किराले खाएको गाह्रो दाँतै खायो
मिल्छ लास्टमा पनि मिल्छ होइन लास्टमा पनि निकाल्नु मिल्छ क्या केसँग खानु खानु न त्यो पनि त्यसो भइसक्यो तिमीलाई खाना होइन मलाई हातमा पो खानु मन लाग्यो सेकेन्ड बाइट खाँदैछौँ हामी निस्क्यो यो त खजाउने कत्रो ठुलो छ यो त खजाउने कत्रो ठुलो छ अरू ठाउँमा जाउँ न तिमी आधी खाऊ अनि म खाऊ त्यही भएर माथि खाऊ भनेको क्या खानु मन लागेर होला कहाँ हो आएको चाहिँ हातले खानु मन लाग्यो भने होइन गीत बज्यो गाइस खाना आएन गरौँ न एक एउटा आइटम समाता थम्बनेलको लागि के गरे यस्तो तिमी चाहिँ गर न म चाहिँ खोइ मैले चाहिँ राखेँ होला उता गीत बज्यो अब थोरै थोरै रिमाला राख्नु पर्यो अनि प्लेटमा सकेको हो कि के हो यो उयो क्या मेथीको जरा हो क्या एकछिनमा खाऊ न त सकिसक्यो चिउरा चपाउँदा चपाउँदा मुख दुखेन किन चपाउँदा चपाउँदा भर्खर चपाइरहेको छु ला उसलाई हालिदेऊ न तामा होइन हो यो खाऊ है मिलेछ यो कसलाई पनि मन पर्दैन मलाई फेरि बनाउनु चाहिँ डेन्जरमा
अफिस टाइम पर्दैन थियो नि मिठो हुँदैछ क्या गाह्रो भयो चक्रपथमा हरायो अरे चक्रपथबाट सिधा भन न छ्याङ चाहिँ एकदम मिठो छ गाइस रमाइलो हुँदैछ अलिअलि के खाएको छैन मैले के धेरै भएर है के खा के नखाएको मेरो त मुखै दुइसक्यो खाना खाँदा पिरो धेरै छैन नि त ठिक्क छ क्या लास्ट टाइम चाहिँ पिरो एकदम थियो क्या त्यही भएर खान सकेको थिएन आज चाहिँ पिरो पनि ठिक्क मिठो भयो हामी चाहिँ खाइरहेछौँ स्टिल यो चाहिँ रिमा म्यामला हो यहाँ चाहिँ अब लगभग सकिन लागिसक्यो हल्का अलिअलि छ्याङले खै रिम भएको अवस्था रमाइलो भइरहेछ बवाल रमाइलो लागिरहेको खै कहाँ गयो त आफ्टर एजेस पछि के अरे आफ्टर एजेस पछि खोइ त हाम्रो यहाँ रिमा म्याम आउनुभएको छ ओ गरेर चिचाउ यति भयो हाई ताली यहाँ चाहिँ ताली बजाउँदैछन् बुढाहरूले बस्नुहोस् म्याम काठमाडौँको एन्डिङमा आउँदा टाढा हुँदैन त वेलकम टु नेवा फाल्चा लाज लाग्छ अरे उहाँलाई चाहिँ अब उहाँ भनेर के चाहिँ मिठो रहेछ सबै खाना त्यो एउटामा राखेर यो चाहिँ मिठो रहेछ अरे त्यो एउटा खान्छ अनि यो चाहिँ मिठो के खाएको रहेछ त्यो सारो मासु खाएको अनि त्यो चाहिँ मिठो रहेछ अरे सबै खाऊ न चिउरा भनेको छ मैले ल गाइस हामी चाहिँ अब यहाँबाट निस्केको तर निस्किनुभन्दा अगाडि हल्का फोटोसुट अनि टिकटक भिडियो अभियसली कस्तो राम्रो आउँदैन राम्रो बस्यो टिकटक बनाउने होइन टिकटक बनाउने अनि गाइज अनि तपाईँहरूलाई थाहा छ आज हामी कहाँ छौँ आज हामी यो न्यू फल्चा भन्ने ठाउँमा छ अनि आज चाहिँ मलाई एकदमै क्यामेरा देखेर एकदमै अलिकति म साई पर्सन भएछु क्या किन हो मलाई थाहा छैन अब एज बढेर हो कि ओ माई गॉड एज बढेर हो गाइज तपाईँहरूले देख्न सक्नुहुन्छ कि नक्कलीहरूलाई वाट इज दिस यो के भयो यो ल भइसक्यो हेर्नुहोस् तपाईँहरू नक्कली ओमा यो सक्छ त कसैले सोरे मान्छेको खुट्टा तान्नेहरू सोरे मान्छे नै हुन्छ छोरा मान्छे हुँदैन
छोरी मान्छेको खुट्टा तान्नेहरू छोरी मान्छे नै हुन्छ, छोरा मान्छे हुँदैन। लेखेर राख्नुहोस् ट्याप लगाएर। तपाईँले भ्युज हेर्न सक्नुहुन्छ। यहाँ सनसेट हुँदैछ गाइज, हेर्नुहोस् त। चल्दैछ गाइज। हाई गाइज, वेलकम टु माई च्यानल भन्ने दिन कहिले आउला भन्नुहोस् त। हामी चाहिँ अब यहाँबाट निस्केको यहाँसम्म त नेवा फाल्साबाट। हामी चाहिँ यहाँ जहिले आइरहने हो, फर्स्ट टाइम मात्र होइन। फर्स्ट टाइम भएको भए चाहिँ यस्तो त्यस्तोहरू मान्थ्यो, तर हामीलाई चाहिँ बानी भइसक्यो यहाँ नेवा फाल्सामा। अनि यही कमिङ कति रे 12 अप्रिल 13 चैत्र चाहिँ नेपथ्य गोकर्णेश्वर। वाउ, तिम्रो त झन् काम पनि हुँदैन। अब हामी यहाँ टिकटक बनाउँछु। यहाँ चाहिँ हो नेवा फाल्सा भन्ने चिज यही हो। भेट्नलाई गाइज, म चाहिँ मेरो भिडियो यहीँ इन गर्छु, किनभने बाटोतिर त खिच्न मिल्दैन। एकैचोटि घर गएर खिचेँ मात्र हो। घर गयो भने फेरि धेरै नै काम छ खाना साना बनाउने। अनि म चाहिँ यही भन्दा मेरो भिडियो चाहिँ यहाँ इन गर्न चाहन्छु। लास्टमा डु नट फर्गेट टु लाइक, कमेन्ट, सेयर एन्ड सब्सक्राइब। सी यु इन नेक्स्ट भिडियो। बाई बाई भन्दै सबैजनालाई हजुरहरूलाई नेक्स्ट भिडियोमा भेट्छु गाइज।